मा स्यालेरी कति हुन्छ त कन्स्ट्रक्सन लाइनको है स्काप फोल्डिङमा है स्यालेरी भनेको तपाईको 600 देखि 700। हेलो गाइज वेलकम टु माई च्यानल है। अहिले म आएको छु हैन कार्दोस टावरमा है। यो चाहिँ रहेको छ जेमुनमा। धेरैले कमेन्ट गरिरहनु भएको थियो हैन कन्स्ट्रक्सन लाइनको एउटा भिडियो बनाउनु पर्यो भनेर भन्नुभएको थियो हैन। जसमध्येमा म कन्स्ट्रक्सन लाइनको तपाईलाई एउटा स्काप फोल्डिङ भन्ने हैन स्काप फोल्डिङको बारेमा जानकारी दिँदैछु है। यहाँ नेपालीहरू धेरै आइराख्नु भएको छ कन्स्ट्रक्सन लाइनको, विशेष गरी स्काप फोल्डिङको। अनि त्यो स्काप फोल्डिङमा के छ त हैन, नेपालीहरू चाहिँ अब कन्स्ट्रक्सन लाइनमा आउनुहुन्छ र भन्नुहुन्छ स्यालेरी कति हो हैन, अनि स्यालेरी कति छ हैन, काम के हुन्छ हैन, कति घन्टा हुन्छ, कति दिन हुन्छ हैन, यो तरिकाले धेरै कमेन्ट गरिराख्नु भएको थियो। जसमध्येमा मैले तपाईलाई आज स्काप फोल्डिङको बारेमा जानकारी चाहिँ आउँदैछ है त। र सबैभन्दा पहिला सुनमा स्यालेरी कति हुन्छ त कन्स्ट्रक्सन लाइनको है स्काप फोल्डिङमा है। स्यालेरी भनेको तपाईको 600 देखि 750 सम्म जान्छ रेन्जिङ गरेर। तपाईको अब कन्ट्र्याक्ट कति किसिमको छ हैन, कन्ट्र्याक्ट कति छ त्यसमा डिपेन्ड गर्छ। अब मसँग एउटा साथी हुनुहुन्छ, म उहाँलाई पछि चाहिँ म भिडियो हल्का टाइम नभएर चाहिँ आउन सक्नु भएन, उहाँको ड्युटीहरू चलिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि म पछिको भिडियोमा तपाईलाई उहाँसँग कुराकानी चाहिँ डाइरेक्ट चाहिँ के कस्तो हुन्छ हैन, त्यो अनुसारले तपाईलाई चाहिँ उहाँसँगै बात गराएर कुरा गराएर त्यो अनुसारले चाहिँ इन्फर्मेसन दिनेछु। त्योभन्दा अगाडि चाहिँ म नर्मली तपाईको स्काप फोल्डिङमा के छ त भन्ने कुरालाई चाहिँ मैले तपाईँलाई फोकस गरेर आज चाहिँ यो टपिकमा बनाउँदैछु है त। र तपाईँको यहाँ स्यालेरी भनेको त्यही 600, 700, 750 को बिचमा हुन्छ है स्यालेरी भनेको। अब तपाईँको यसमा एकोमोडेसन के छ त भन्दाखेरि एकोमोडेसन कम्पनीले दिएको हुन्छ र खानाको लागि चाहिँ तपाईँको के हुन्छ भने अब कम्पनीले पे गरेको हुन्छ तपाईँलाई है। लगभग नर्मल्ली तपाईँको 100 देखि 150 युरोसम्म तपाईँलाई चाहिँ दिएको हुन्छ खानाको लागि भनेर छुट्टै है। प्लस पोइन्ट त्यो भयो है त। अब आफैले रुममा बनाएर खानुहुन्छ भने त्यो अनुसारले अझै राम्रो भयो, बेटर राम्रो ताजा खाना हैन, आफैले पकाएर खान मिल्यो। र त्यसै गरी चाहिँ तपाईको यो काम भनेको तपाईको हल्का स्काप फोल्डिङ भनेको हैन, म तपाईलाई एउटा चाहिँ कामको भिडियो पनि राखिदिनेछु है। त्यो चाहिँ लिङ्कमा तलपट्टि लिङ्क गरे राखिदिनेछु, त्यो हेर्नु होला स्काप फोल्डिङ है त। काम भनेको तपाईको 8 घन्टा हो हैन। र तपाईको यसमा चाहिँ दिनमा हप्तामा चाहिँ तपाईको 5 दिन काम हुन्छ है त। 5 दिन काम 8 घन्टा ड्युटी है, त्यो अनुसारले चाहिँ। र स्यालेरी भनेको 600 देखि 750 युरोसम्म, त्यतिसम्मको रेन्जिङ हुन्छ। र त्यसै गरी तपाईको ओभरटाइम चल्छ है त यहाँ है। ओभरटाइमको बारेमा सोधिराख्नु भएको थियो। ओभरटाइम कन्स्ट्रक्सन लाइनमा चल्छ। ओभरटाइम तपाईँको लगभग चाहिँ दिनको डबलै हुन्छ हैन। अब त्यो अनुसारले हिसाब मोटामोटी गर्दाखेरि दिनको 3 युरो जति भयो। अब 3 युरोको उस गर्नुभयो भने चाहिँ तपाईँको डबल आवर चल्दाखेरि ओभरटाइम गर्दाखेरि दिनको 6 युरो जति हुन्छ। अब यहाँ चाहिँ ओभरटाइम अब घन्टा अनुसार हुन्छ, त्यही अनुसारले डिभाइड गरेर गर्नु पर्यो। ओभरटाइम चलिरहेको हुन्छ, त्यो गर्दाखेरि तपाईँको नर्मल्ली चानाचुनी चाहिँ तपाईँको चाहिँ ओभरटाइम चल्दाखेरि महिनामा त्यो अनुसारले चल्दाखेरि तपाईँको लगभग चाहिँ 1000 युरो नर्मल्ली बेसिसमा कमाइरहेको चाहिँ छ है त। यहाँ कन्स्ट्रक्सन लाइनमा गरिरहेको मान्छेले 1000 युरो कमाइरहेको छ। लगभग नेपालमा कन्भर्ट गर्दा त्यही 1,50,000 को रेन्जमै यहाँ कमाइरहेको छ हैन। त्यही हो हैन। अब नेपालीहरू कन्स्ट्रक्सन लाइनमा आइरहेको हुन्छ। अब काम चाहिँ हल्का दुःख हुन्छ है, त्यो चाहिँ म सजिलो चाहिँ छ भन्दैन हैन। काम चाहिँ दुःखै हुन्छ, किनकि कन्स्ट्रक्सन लाइनको हो, बाहिर काम गर्नु पर्यो हैन। कन्स्ट्रक्सन लाइनको अब जसरी नेपालमा कन्स्ट्रक्सन लाइनको कामहरू हुन्छ हैन, अब त्यही हो है। हल्का भारी बोक्नु पर्ला अथवा त्यो अनुसारले होला हैन। अब त्यो खालको हुन्छ। र कन्स्ट्रक्सन सँगसँगै स्काप फोल्डिङ यो भयो। अनि चाहिँ तपाईँको कन्स्ट्रक्सनमा तपाईँको मेसनको हुन्छ हैन। मेसनको पनि तपाईँको रेन्जिङ भनेको यस्तै हो। स्यालेरी एकोमोडेसन हैन कम्पनीले कसरी दिन्छ त्यसमा डिपेन्ड गर्छ है। र मेसनमा सोध्नु भएको थियो, मेसनको लागि पनि भनेर हैन। मेसनको पनि तपाईँको रेन्जिङ भनेको यतिकै हो, 600 देखि 700 युरोको बिचमा हुन्छ। काम भनेको ओभरटाइम चलिरहेको हुन्छ, त्यो नर्मली भयो। र जेनरल वर्करमा पनि तपाईँ आउनुहुन्छ। जेनरल वर्कर भनेको त्यही अब तपाईँको घर बनाउँदाखेरि बालुवाहरूदेखि लिएर
होइन प्लास्टरको लागिहरू हुन्छ होइन तिनीहरूको पनि नर्मल्ली स्यालेरी भनेको यही बेसिसमा हुन्छ 600-700 हुनुहुन्छ ओभर टाइम चलेको हुन्छ खानालाई कम्पनीले दिन्छ बस्नलाई कम्पनीले दिन्छ जसले गर्दाखेरि तपाईँको चाहिँ नर्मली चाहिँ तपाईँको ओभर टाइम यताउति गर्दाखेरि 1000 युरो जति भेट्न जान्छ तर चाहिँ नर्मली तपाईँको अब ओभर टाइम त चलेको बेलामा भयो अब यो जाडो मौसम लागिरहेको छ ओभर टाइम नचल्ला किनकि बाहिरको काम होला अलिक गाह्रो होला होइन त्यो कारणले हल्का नचल्ला तर चाहिँ नर्मली तपाईँको अरूको बेलामा यो जाडो मौसम छोडेर हिउँ नपरेको बेलामा हुँदाखेरि तपाईँको बेसिक स्यालेरी मात्रै लिनुभयो भने 600 देखि 700 युरो हुन्छ त्यो भनेको इनफ हो नेपालमा तपाईँको 1 लाख जति हुन्छ खाना बस्नलाई कम्पनीले दिन्छ त्यो टेन्सन भएन है त र यही इन्फर्मेसन तपाईँलाई दिउँ भनेको अब पछिको भिडियोमा म तपाईँलाई कन्स्ट्रक्सनको स्काफोल्डिङमा गरेको मेरो एउटा साथी हुन्छ है म उहाँसँग चाहिँ तपाईँलाई भेट गराउँछु अनि उहाँले चाहिँ तपाईँलाई एक्चुअली के कस्तो हुन्छ काम हुन्छ अझै ब्रिफली राम्रोसँग बताउनुहुन्छ होइन त्यही भएर पछि चाहिँ म उहाँलाई च्यानलमा भिजिट गराउँछु तपाईँहरूलाई चाहिँ त्यो अनुसारले कुरा गराउनु छ है त ल यो छोटो जानकारी थियो अब हामीले पनि हल्का फोटो खिच्यौँ हल्का फोटोहरू पनि म राख्नेछु होइन कस्तो खिच्यो भनेर ठाउँ भनेको एकदम फ्याबुलस छ यदि बेलग्रेडमा हुनुहुन्छ होइन तपाईँ बेलग्रेडमा हुनुहुन्छ भने चाहिँ मजाले आएर जेमुन भन्ने ठाउँ हो होइन गार्दोस टावर भन्ने छ यहाँ आएर मजाले भ्यू इन्जोय गर्न सक्नुहुन्छ र एकदम चिसो छ अहिले चाहिँ टेम्परेचरहरू एकदम डाउन भइरहेको छ अब साँझ भएपछि अझै डाउन हुन्छ अहिले पनि चिसो छ त्यही भएर आउनु अनि चाहिँ रमाइलो गर्नु होला यो ठाउँमा है त हस् त्यही अनुसारले बाई